नमस्कार प्रिय दर्शकवृन्द, सदाझै आज पनि म एक नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। आशा छ यो भिडियोको माध्यमबाट हजुरको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्नेछ। दर्शकवृन्द, यदि हजुरहरू नयाँ हुनुहुन्छ भने यस्तै भिडियोहरू हेर्न र सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् दर्शकवृन्द, अब आजको विषयवस्तुतिर लागौँ। विद्यार्थी जीवनको सबैभन्दा ठुलो समस्या के हो भनेर सोद्धा धेरैजसोको उत्तर हुन्छ पढ्दा निद्रा लाग्ने। यो एकदम सामान्य समस्या हो, तर यसले नै हाम्रो पढाइलाई धेरै असर पार्छ। के तपाईँ पनि ती विद्यार्थीहरू मध्ये एक हुनुहुन्छ जसलाई पढ्न बस्दा 5 मिनेटमा नै निद्रा लाग्न सुरु हुन्छ, जसलाई किताब खोलेको केही मिनेटमै जम्का भेट निद्रासँग हुन्छ? अनि तपाईँ सोच्नुहुन्छ कि म कमजोर हुँ कि पढाइ मेरो लागि होइन? तर यस्तो भने होइन। वास्तवमा तपाईँ कमजोर होइन, तपाईँ थाक्नु स्वाभाविक हो। तपाईँ मानिस हो, मेसिन होइन। अब म तपाईँहरूलाई केही यस्ता वैज्ञानिक प्रामाणिक उपायहरू र व्यावहारिक तरिकाहरू बताउन गइरहेको छु जसले तपाईँलाई तपाईँको पढाइलाई सजिलो बनाउनेछ र निन्द्रालाई टाढा राख्नेछ र तपाईँलाई तपाईँको लक्ष्यतर्फ अगाडि बढाउनेछ। यहाँ मैले यस्ता उपायहरू समेटेको छु जुन तपाईँले आजैबाट अभ्यासमा ल्याउन सक्नुहुन्छ। यदि तपाईँलाई पढिरहँदा पनि निन्द्रा आउँछ भने तपाईँ स्वस्थ हुनुहुन्छ, तर त्यसलाई नियन्त्रण गर्न जान्नुपर्छ। हाम्रो मस्तिष्कले पनि लगातार काम गरिरहँदा थकाइ लाग्नु स्वाभाविक हो। जब तपाईँ 2-3 घन्टा लगातार पढ्नुहुन्छ त्यसपछि तपाईँको दिमागले रेस्ट माग्छ। त्यसैले गर्दा तपाईँलाई निन्द्रा आउँछ, तर यसको मतलब यो होइन कि तपाईँ सुस्त हुनुहुन्छ। तर यसलाई तपाईँले कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नुपर्छ। सबैभन्दा पहिले त तपाईँ रातिको समयमा पुरै सुत्ने गर्नुपर्छ। 6-7 घन्टाको गहिरो निन्द्रा तपाईँको दिमागको लागि अत्यन्त आवश्यक र अनिवार्य हुन्छ। केही विद्यार्थीहरू कम सुत्ने गर्छन्, तर त्यसले तत्काल असर नगरे तापनि दीर्घकालीन रूपमा भने गरिरहेको हुन्छ। तपाईँलाई पढ्दै गर्दा निन्द्रा लागिहाल्छ भने तपाईँ ओछ्यानमा बसेर होइन, टेबल, कुर्सी वा लाइब्रेरीमा बसेर पढ्न सुरु गर्नुहोस्। हाम्रो शरीरलाई थाहा हुन्छ कि कुन ठाउँ आरामको हो र कुन ठाउँ कामको हो भन्ने। यदि तपाईँ ओछ्यानमा पढ्न थाल्नुभयो भने शरीरले सन्देश दिन्छ कि अब आराम गरौँ। ओछ्यानमा बसेर पढ्न सुरु गर्दा एकछिन त पढ्नुहुन्छ, तर केही समयपछि फेरि सुतेर पढ्न मन लाग्न सक्छ। त्यसपछि त स्वतः निद्रा लाग्ने भइहाल्यो। त्यसैले पढ्ने ठाउँ सधैँ छुट्टै बनाउनुहोस्। आरामदायी कुर्सी वा सफा टेबलमा पढ्नुहोस् अनि पढाइ सामग्री पनि सजिलोसँग राख्नुहोस्। यसरी पढ्दा मस्तिष्क पनि फोकस मोडमा जान्छ र निन्द्रा पनि टाढा भाग्छ। त्यस्तै गरी धेरै खाना नखानुहोस्। यदि तपाईँ पढ्न लाग्नु भएको छ भने खानेकुराहरू ठिक्क मात्रामा मात्र खाने गर्नुहोस्। पढ्नु अघि धेरै खानु भनेको आफैलाई निन्द्राको निमन्त्रणा पत्र पठाउनु जस्तै हो। धेरै खानाले पेट भारी हुने गर्दछ। जब पेट भारी हुन्छ तब तपाईँको शरीरको सारा शक्ति त्यही खानेकुरा पचाउनमा खर्च हुने गर्दछ अनि मस्तिष्कसम्म अक्सिजन कम पुग्छ र शरीर निन्द्रालु बन्न पुग्छ। त्यसैले पढ्नु अघि हल्का सुपाच्य खाना खानुहोस् अनि तपाईँको मस्तिष्क पनि तेज हुनेछ र पढ्ने समयमा निन्द्रा पनि भाग्नेछ। त्यसै गरी तपाईँ पढ्न सुरु गर्नुभन्दा अगाडि धेरै पानी पिउनुहोस्। तपाईँ पढिरहँदा निन्द्रा लाग्नु, पढाइमा ध्यान केन्द्रित नहुनु, शरीर सुस्त हुनु वा झ्याउ लाग्नुको धेरै कारणहरूमध्ये एक मुख्य कारण हो शरीरमा पानीको कमी। हाम्रो शरीरको झन्डै 70% हिस्सा पानीले बनेको हुन्छ। त्यसमाथि पनि मस्तिष्क अझ बढी पानीमा निर्भर हुन्छ। जब शरीरमा पानीको मात्रा घट्छ तब मस्तिष्कले पनि सुस्त काम गर्न थाल्छ। त्यसपछि तपाईँको ध्यान घट्छ, थकान हुन्छ, टाउको दुख्छ, त्यसपछि त स्वतः निन्द्रा लाग्ने भइहाल्यो। त्यही भएर पानी धेरैभन्दा धेरै मात्रामा पिउनुहोस्। विशेष गरी पढाइका बेला हरेक 1 घन्टामा 1 गिलास पानी पिउँदा दिमाग ताजा हुन्छ र निद्रा पनि भाग्छ। पानी पढाइको गोप्य ऊर्जा हो। यसको नियमित सेवनले तपाईँलाई अल्छी, निद्रापन भगाउने मात्र होइन, तपाईँलाई सक्रिय समेत बनाउँछ। त्यसका साथै पढ्ने ठाउँ उज्यालो र स्वच्छ वातावरणको होस्, जहाँ तपाईँ पुग्दा पढौँ लाग्ने खालको। धेरैजसो विद्यार्थीहरू अँध्यारो कोठामा बसेर पढ्ने गर्छन्। लाइट पनि किताबमा मात्र फोकस राख्ने गर्दछन्। यसो गर्दा आँखामा थकाइ आउँछ र निद्रा लाग्छ। त्यसैले पढ्ने कोठा उज्यालो, राम्रो र सूर्यको प्रकाश पर्ने हुनुपर्दछ। त्यसै गरी अर्को नम्बरमा रहेको छ शरीरलाई सक्रिय बनाई पढ्न सुरु गर्नुहोस्। कति बेला तपाईँको दिमागले अल्छी महसुस गर्छ, त्यसको कारण हो शरीर निष्क्रिय हुनु। पढ्दाखेरि सारा बोझ आँखा र दिमागमा पर्छ, शरीर सुस्त हुन्छ। तर जब तपाईँ सानो भए तापनि चलायमान गतिविधि राख्न सुरु गर्नुहुन्छ, जस्तै नोट्स बनाउँदै पढ्ने, हिँड्दै पढ्ने वा प्रत्येक घन्टामा 10 मिनट जति ब्रेक लिने, तब तपाईँको ब्लड सर्कुलेसन सुधार हुन्छ र मस्तिष्कले पनि ताजगी महसुस गर्छ र पढिरहँदाखेरि निन्द्रा पनि भाग्ने गर्दछ। त्यसै गरी तपाईँ पढिरहँदा एक स्पष्ट लक्ष्य तथा उद्देश्य हुनुपर्दछ। अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँ किन पढ्दै हुनुहुन्छ? तपाईँको लक्ष्य के हो? यसरी जब तपाईँले आफ्नो सपना स्पष्ट तरिकाले देख्न थाल्नुहुन्छ, निद्राले आफै हार मान्दछ। तपाईँको सपना, तपाईँको भविष्य, तपाईँको आमा बुबाको आशा, तपाईँको
आत्मसम्मान, जब यी सबै कुरा तपाईँको आँखामा जीवन्त हुन्छ तब तपाईँको मस्तिष्क निद्राको ठाउँमा प्रेरणाले भरिन्छ। एक सैनिक कहिल्यै पनि युद्ध मैदानमा निदाउँदैन, किनभने उसलाई थाहा छ कि ऊ किन लड्दैछ भनेर। त्यस्तै जब तपाईँलाई थाहा हुन्छ कि तपाईँको पढाइ किन जरुरी छ तब निद्राको औषधि खोज्न आवश्यक नै पर्दैन। पढिरहँदा निद्रा आउनु स्वाभाविक हो, तर निद्राले तपाईँको सपना चोर्न नदिनुहोस्। तपाईँको भविष्य यति उज्यालो छ कि त्यहाँ निद्रालाई ठाउँ नै छैन। त्यसैले आजैदेखि यी उपायहरू अभ्यासमा ल्याउनुहोस्। यात्रा सजिलो छैन, तर यो यात्रा अवश्य पनि सफल हुनेछ, किनभने तपाईँको सफलताको कथा आज सुरु हुन्छ जब तपाईँले पढ्न थाल्नुहुन्छ निद्रालाई जितेर। दर्शकवृन्द, हजुरहरूलाई आजको यो भिडियो कस्तो लाग्यो त? यदि हजुरहरूलाई राम्रो लाग्यो भने भिडियोमा लाइक गर्न र साथीहरूलाई सेयर गर्न नबिर्सिनुहोला। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै भिडियोहरू हेर्न र सुन्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हामी फेरि अर्को नयाँ भिडियो लिएर आउने नै छौँ। तबसम्मका लागि बिदा दिनुहोस्। धन्यवाद।